मर्निङ। आज चाहिँ भने गाइस म रेडी भएर कहाँ जाँदैछु भने नि म चाहिँ सिङ्गलेबुङ जाँदैछु, गाउँ जाँदैछु होइन। त्यहाँ चाहिँ के छ भने हाम्रो नानी जहाँनिर कायम बसेको थियो नि डान्सको 7th फाउन्डेसन डे सेलिब्रेसन हुनु गइरहेको छ। सो म चाहिँ त्यहाँ इन्भाइटेड छु, त्यही कारण चाहिँ म जानु लागेको है गाइस। आज चाहिँ मैले साडी लगाएको, खास अर्कै लुगा लाउँछु सोचेको थिएँ कि भएन हो, अन्त साडी लगाएर गएको। जहिले यस्तै हो, जहिले हतार हुन्छ उसलाई रेडी हुँदाखेरि हो। इन्डियन त्यही भएर म चाहिँ खास इन्डियाको टाइममा उयो हुन्छु नि त, पुरै ढिलो गर्छु पुरै हो। 11 बजी पुग्नुपर्ने, तर यहाँ 10 बजी हिँड्नु पर्थ्यो यहाँबाट हो। अब मलाई 1 घन्टा त लाग्छ साडीमा, त्यो पनि स्कुटीमा हो। त्यही कारण अब चाहिँ जाँदैछु, बाई माथि गएर भेट्ने। म चाहिँ पुग्ने बित्तिकै सोहिले भने चाहिँ हाम्रो चिफ गेस्ट आइसक्नु भएको छ गाइस होइन। म पवन छेत्री आजको उद्घोषक र मेरो कार्यक्रममा स्वागत जनाउन चाहन्छु। यसरी नै यसै क्षेत्रलाई स्वागत गर्न चाहन्छु। यसै गरेर यसै जिपियुकी पञ्चायत प्रेसिडेन्ट कलकल ध्वनिको साथमा ताली बजाएर दीप प्रज्वलनको निम्ति हात ताली बजाइदिनु भयो। अब चाहिँ हाम्रो डान्स प्रोग्राम स्टार्ट भइसकेको छ होइन। तपाईँलाई कन्टिन्यू देखाउने छु, हेर्नु नभुल्नु होला है। नमस्ते सबैजनालाई। ओके, यहाँ भाइ चाहिँ हाम्रो वेस्ट पाण्डम डान्स इन्स्टिट्युटको डाइरेक्टर भाइ हुनुहुन्छ। यस शैलीमा जल, थल तथा वायुमा बसोबास गर्दै आएका चराचुरुङ्गी तथा जीवित पशु प्राणीहरूको अभिनय दर्शाइन्छ। हामी हौ नाम्ची सिली टोली अथवा नबिना एन्ड द सिली टिम। स्वीकार्नुहोस् फुरुवा सिली। फुरुवा सिली। सेवा नेसले अथवा सम्पूर्ण दर्शक महानुभावहरूमा नमस्कार चक्रवने सेली। सेवा नेसले पापा हाँस्नु न भनेको राई डान्स हेर्दै हाँस्नु न। सिल्ली डान्स हेर्दै अहिले त्यहाँनिर जब
हार्दिक अनुरोध गर्दछु। Firstly, I would like to take permission of all the guests to read the letter of appreciation. I, Rishi Chetri, daughter of Mr. Basant Kumar Chetri and Ms. Sarita Chetri, West Pandan Dance Institute, registration number E07WP0466, established on 2019, 7th annual function 2025 and 2026. Letter of appreciation date 07/01/2026. To Honor Institute Singapore. Thank you. K01P2091 गाडी जसको पनि रोडमा रहेछ अलिकति साइड गरिदिनु बेला भयो। एकदमै धेरै एक्साइटेड छु होइन। अब चाहिँ म तपाईँलाई देखाउँछु मेरो छोरीको डान्स। SK08P Oh my god, मेरो छोरी आयो, मेरो छोरी फर द फर्स्ट टाइम मेरो छोरी चाहिँ राई डान्स गर्दैछ। क्या क्युट देखिरहेको छ। मैले भनेको थिइनँ नि त आइदिएको कि गाइस। सेवान्ने मेरो छोरी चाहिँ आउँदैछ। चण्डी अथवा साकेला नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको प्रमुख नाच। यो नाच विशेष गरेर बैशाखी पूर्णिमा उभौली र मङ्सिरे पूर्णिमा उधौलीमा नाच्ने गरिन्छ। यो नाच अगाडि आफ्नो जातिको धामी बिजुवाली घर देवता तीन ढुङ्गा चुलालाई पूजा गरेर सुरुवात गर्ने गरिन्छ। प्रस्तुत छ चण्डी साकेला नृत्य। मैं तो बस तेरी चाहत में चाहूं रहना सदा तेरा मैं भूले ना जुदा मैंने तय कर लिया। यसमा हार्दिक अनुरोध गर्न चाहन्छु र अहिले हामी माझमा है फेलिसिटेट भइरहनु भएको छ महेश थापाज्यू। उहाँलाई धेरै धेरै धन्यवाद छ वेस्ट पन्डाङ डान्सिङ इन्स्टिट्युट फ्यामिलीबाट र उहाँले आफ्नो बहुमूल्य टाइम र ट्यालेन्टले हामी माझमा सो गर्ने सक्षम मान्नु भएको छ र उहाँलाई धेरै धेरै धन्यवाद। र अब त्यसै गरेर हाम्रो सुरज सुब्बाज्यूलाई पनि हामी एकदमै धेरै धेरै धन्यवाद दिनु। को हुनुहुन्छ होला? हाम्रो सिनियर क्याटेगोरीबाट विजेता हुनुहुन्छ ईशा। सो धेरै धेरै धन्यवाद हाम्रो जिपियुको पञ्चायत। थ्याङ्क यू म्याम। श्रुतिका कार्की।
तिमीलाई राई ड्रेस लगाएर कस्तो लाग्यो बेटा डान्स गरेर मलाई सबले भन्दै थियो राई जस्तो देख्यो भनेर हो राम्रो देख्यो मेन्सहरूलाई कस्तो देखेको छ गाइस भन्नु ल कमेन्ट गरेर हाम्रो राई ड्रेसमा खालि उसले राईको छोरी मम्माको छोरी भन्थ्यो आज चाहिँ प्रुभ गरेँ मम्माकै छोरी रहेछौ हाँ बेबी लाई पनि म मञ्चमा निम्ताउन चाहन्छु होइन साखु यसै गरेर हाम्रो